अनि पाम्सो के हो एक शब्दमा भन्नुहोस् त पाम्सो जस्तो ठाउँहरू कुनै छैन पृथ्वीको सबैभन्दा सुन्दर ठाउँ पाम्सो हो पाम्सो स्वर्ग हो बिउ राख्न लागे बिउको लागि हो हजुर अनि यो वैशाखमा रोप्छन् हजुर बेडनाटो राख्छन् हजुर चेटमा हो र के छ टन्नै भइसकेको रहेछ है मार्ने आधी त मार्दैछन् अलिअलि गरेर गर्नु पर्यो त्यही हो त्यही माथि तपाईँलाई नमस्ते मेरो नाम कलिकर्ण सुनार अनि तपाईँहरू सम्पूर्णलाई कलिकर्ण सुनार भन्ने युट्युब च्यानलमा सम्पूर्णलाई स्वागत गर्न चाहन्छु र आज चाहिँ म हुम्लाको अदानचोली वडा नम्बर 4 पाम्सा भन्ने गाउँमा रहेको छु र यहाँनिर चाहिँ यहाँका किसानहरूले अब नेपालको 80% भन्दा बढी मानिसहरू चाहिँ किसानमा आबद्ध छन् अनि त्यो भएको हुनाले हाम्रो गाउँघरमा पनि मानिसहरू चाहिँ किसान गरेरै आफ्नो जीविका चलाउँदै आइरहेका छन् अनि ती कुराहरू चाहिँ म आज तपाईँहरूलाई देखाउन चाहन्छु अनि यहाँनिर कोदोको बालहरू टिप्ने अनि चलिरहेका छ अनि त्यसपछि यहाँनिर काँक्रोहरूदेखि लिएर अनि यहाँको हरियाली यहाँको बनावट यहाँका मानिसहरू यहाँका धान मार्ने तरिकाहरू यदि काठमाडौँमा हेर्ने हो भने काठमाडौँमा चाहिँ अब धान मार्नको लागि मेसिन छ अनि कोदो चाहिँ मार्नको लागि मेसिन रहेको छ भने तर यहाँको चाहिँ लोकल तरिकाले स्थानीय तरिकाले चाहिँ यहाँनिर चाहिँ खुट्टाले माडेर चाहिँ धानहरू निकाल्ने प्रक्रियाहरू हुन्छन् यहाँनिर बालाहरू टिप्ने सबै कुराहरू चाहिँ कसरी टिप्दो रहेछन् भन्ने कुराहरू चाहिँ म तपाईँलाई देखाउनेछु भिडियो चाहिँ अन्तिमसम्म हेर्दै गर्नुहोला भावना खोइ त हजुर भने खोइ हजुर भने पाम्सा कि तारा के छ हालको बुढाबुढी क्या खेल्नु त हो र के गर्नु लाग्नु भयो लाया पई खाया पई ज्याकै गरेको त खिच्नु धान छोरा गर्ने क्या खिच्नु मेरो नाम रमेश सुनार हो म पाम्सामा बस्छु गाइस अहिले चाहिँ हामी हाम्रो गोडातिर यसो काम गर्नलाई जाँदैछौँ यसो पहाडमा बसेपछि अब यो कोदोको बालाहरू टिप्ने यस्तो मकैहरू निकाल्ने चाहिँ गर्नुपर्ने हुन्छ अनि के भनेको ए माथि गडा काम गर्न जान लाग्यो ठिक छ एक्लै हो यहाँ पनि मैले हरू लाएको थिएँ है भाउजूहरू खै त चौतारानिर आइपुगेको छौँ सम्म ठाउँमा अनि नमस्ते भैदल दाई माथि यसो माथिसम्म जानु पर्यो दाई के छ गर्न दाई हाम्रो एमालेका एकदमै सक्रिय नेता हुनुहुन्छ यो भिडियो चाहिँ फेरि मिडियामा आउँछ है दाई एमालेको काठमाडौँमा गएर अनि हेर्नु होला है सिनापा कम खानु त्यसै अनि अरू के छ नयाँ नौलो यति टिप्नलाई कति समय लाग्छ होला हो र अनि सन्चै हुनुहुन्छ दाई अरू के छ नयाँ नौलो हो अनि प्रवेश कहाँ छ त ए ल गर्नु होला दाइ एकदिन मजाले बसौँला नि है ल दाइ ल चोटी पनि टन्नै छ झ्याउ सिमीहरू पनि टन्नै छन् अनि भाउजू के हुँदैछ कार्यक्रम भइकिनी आउँछ भन्ने सुनेको थिएँ त भोलि ए हो र भेटिया हो आइगए अब 10-15 मिनट आइजाने भन्दा ए ल भाउजू ल अब यहाँ चाहिँ हाम्रो गगनका परिवारहरू हुनुहुन्छ के छ दिदी अब तल काठमाडौँ गएपछि गगनले हेर्छ नि
कतिजना छौ? 4 जना छौ। के टिप्दै हुनुहुन्छ? कोदो हो? माथि धान चुर्न जानु पर्यो हो त? यहाँबाट सिधा माथि जाने बाटो छैन? ए हो पर कलियाको हुँदै अनि त्यसरी माथि हुँदै जानु पर्यो भने क्या धर्म भाइ चाहिँ आउँदै हुनुहुन्छ हि इज कमिङ भेरी नियर सो सिमी त दामी फलेर रहेछ त्यो पालि दामी छ चाहिँ हाम्रो धनुप सरको सिमी रहेको छ ल अहिले चाहिँ हाम्रो नम्या भाइको र कलिया भाइको जग्गामा आइपुगेका छौँ नम्या भाइ अब मिठो नल्याउनु के छ हो दसैँको उपलक्ष्यमा कोदो टिप्ने कार्यक्रम भइरहेको छ भन्ने कुराहरू चाहिँ हामीले जानकारी प्राप्त गरेका छौँ भने त्यसै गरी यता हाम्रा एकदमै रमाइला र विज्ञ अनि ज्ञानी इमान्दार मान्छे कलिया हुनुहुन्छ सर नमस्ते के छ हजुर यहाँनिर कस्तो हुँदैछ एकदम ठिक छ पोटोको काट्या छ त्यसलाई चाहिँ बाला भनिन्छ होइन कोलक बाटा देखाइदिनु न बिउ राख्न लागे बिउको लागि हो हजुर अनि यो वैशाखमा रोप्छन् हजुर बेनाटो राख्छन् हजुर अनि जेठमा असारमा अनि पेट भरेको फेरि निकाल्छन् र कोदो लगाउँछ ए हो र अनि यो कति दिनसम्म सकिन्छ होला यो तपाईँको त धेरै ठुलो छ आज आज सकिन्छ ए हो र बास तिमी त भोलि पर्छ सकिन्छ ए माथि सिमी हो माथि सिमी सारा गोडा तम्बै हो अनि हामी यसो काठमाडौँ जाँदाखेरि हामीलाई पनि अलिअलि सिमी गरिदिनु होला है सर अनि सिमी चाहिँ चामल गरिदिनु हाम्रो कलिया भाइको धर्मपत्नी हुनुहुन्छ अब के हुँदैछ रविन्द्रजी सकियो त हो र के छ टन्नै भइसकेको रहेछ है मार्ने आधी त मार्दैछन् अलिअलि गरेर गर्नु पर्यो त्यही हो त्यही माथि हो के छ हो टोली हो के छ हो नमस्ते के छ हालखबर ठिक छ हजुर ठिक छ कति निकाल्नु भयो त कति बोरा धान निकाल्नु भयो एक दुई बोरा मिसन छ अब हो र 12 बोरा हुन्छ कुइन्टल गङ्गे दाइ त अनि घरको धान खाँदैन भन्ने पनि याद होला नमस्ते दिदी मसिनो चामलको भात खान्छ गङ्गे दाइले होइन गङ्गे दाइको घरमा एकदम अब तात्कालतिर के भन्दा त्यस्तो तिमी हो कि अर्को आमा मलाई चाहियो अहिले चाहिँ फाइनली गाइस वी आर हियर इन आवर ओन ल्यान्ड अनि आज चाहिँ धान मार्ने कार्यक्रम रहेको छ के छ भाउजू भाषा राम्रो गर है फेरि तल मिडियामा जान्छ भाषा राम्रो गर भन्ने हो पहिला पनि एकचोटि खिचेको थिएँ नि है तपाईँ हेऱ्यो विद्यार्थीको त काम छैन 3 पैसाको एउटा घर परिवारको मान्छेलाई दर्शन भन्ने छैन यार के छ भाउजू हालखबर ठिक छ के छ हाम्रो रेखा हो कहिले जाने कहिले जाने यहाँ चाहिँ अब
डान्स सुन्ने कार्यक्रम जारी छ। के छ देवी भाइ? के हुँदैछ नयाँ नौलो? के छ कमल? हो के छ त नयाँ नौलो? अनि त जोइ लिन गयो भने होइन? नमस्कार। नमस्ते। उहाँको भिडियो पनि हालेको थिएँ मैले। के छ हालखबर? के छ यार लाले यार? बसाउनदेखि आज हामी काँक्रा खोजी खोजी खाने कार्यक्रम जारी छ। बारीबारी काँक्रा छन्, अब कतिको मिठो छ भन्ने हो। तर हाम्रो गाउँमा पनि खानु काँक्रा होला टिकाको दिन आयो त्यो त हेर नि त काँक्रा खालास आयो। दौडेर आइज न, दौडेर आइज न। मिठो भएन यो के हो त्यो खाना चाहिँ राम्रो होइन। तिनीहरू त होइन धान त धान कम बोलाऊ काम गर। भयो भइसक्यो है। अनि 500 के हो एक शब्दमा भन्नुहोस् त? 500 जस्तो ठाउँहरू कुनै छैन। पृथ्वीको सबैभन्दा सुन्दर ठाउँ 500 स्वर्ग हो। फाइनल्ली गाइज अब चाहिँ हामीले चाहिँ आजको सबै काम सकाएर अब चाहिँ हामी घर फर्किँदैछौँ होइन। बिहान 5 बजे आउँ काम गर्नलाई, अहिले चाहिँ अब दिउँसोको 2 बज्यो होइन। ननस्टप हामीले काम गरेका छौँ। अनि अब चाहिँ हामीले यहाँ हाम्रा धानहरू तयार भइसकेका छन्, यहाँ बोरामा छन्। अनि त्यो भएको हुनाले है आजको ब्लगलाई चाहिँ हामी यहीँ इन्ड गर्छौँ गाइज। अनि हेर्दै गर्नुहोला, सब्सक्राइब, लाइक एन्ड सेयर गर्नुहोला भन्न चाहन्छु। थ्याङ्क यू।